नयाँ नेपाली चलचित्र झरीपछिको इन्द्रेणीको प्रदर्शन मिति घोषणा गरिएको छ। यो फिल्म आगामी पुस 4 गते प्रदर्शन हुँदैछ। यसैबीच फिल्मको फसायो लमीले बोलको गीत आगामी शनिबार बिहान रिलिज हुने भएको छ। कार्तिक 29 गते सार्वजनिक हुने उक्त गीतमा दिपाश्री निरौला तथा अञ्जली अधिकारीको साथमा प्रदीप लामालाई फिचर गरिएको छ। अर्जुन घिमिरे पाडेद्वारा निर्देशित यो फिल्ममा अधिकारी तथा लामाको अतिथि कलाकारको रूपमा प्रस्तुत भएका हुन्। रोचक कुरा के छ भने फिल्मले सार्वजनिक गर्न लागेको पहिलो गीत काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको युट्युब च्यानलमा रिलिज हुने भएको छ। समीक्षा अधिकारी र वसन्त थापाको युगल स्वर रहेको गीतको शब्द सङ्गीत संयोजन रमेश परियारले गरेका हुन्। मौसम हिमालीको नृत्य निर्देशन रहेको फिल्ममा छायाङ्कन बुद्ध लामा हुन्। यही फिल्मका लागि अभिनेता गणेश उप्रेती अमेरिकाबाट नेपालमा सुटिङको लागि लामो समयपछि फर्केका थिए। यो फिल्ममा उप्रेती सहित रमेश उप्रेती, प्रकाश घिमिरे, दिपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, कृष्ण शिवाकोटी, कृष्णभक्त मर्दन जस्ता कलाकारको अभिनय रहेको छ। निर्देशक घिमिरेको कथा रहेको फिल्मको पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेको पनि योगदान रहेको निर्माण पक्षले जनाएको छ।